माङ्रीको त्यो दोसिङको बाटो भन्छ यहाँदेखि उकालो छ क्या यहाँ दोसिङको बाटो पहिले यो च्यार्चा हामी त यो च्यार्चा भन्छ होइन मुनिमा जाने अनि दोसिङले यहाँबाट माथिबाट जान्छ दोसिङको लामो दोसिङ्गेको बारेमा अलिकति बताउनु पर्दाखेरि चाहिँ दोसिङ्गे चाहिँ एक समय ताका जुम्ला राज्य हुने बेलामा हाम्रो कानमा रोङ एरियाको सबैभन्दा पहलवान थियो। जुम्लाको राजाले यो एरियामा पहलवान को छ जुम्लाको राजाले पालिरहेको पहलवान र अरू काहीँ छरछिमेकीमा रहेको पहलवान दुईटाको योद्धा या कम्पिटिसन लगाएको थियो अनि हाम्रो दोसिङ्गे चाहिँ जुम्लामा गएर त्यो राजाले पालेर आएको पहलवान भन्दा जितेको हुन्। सबैभन्दा गाह्रो ठाउँ भनेको च्यार्चाको च्या अब टोटली क्रस गर्न लागेको छ। यो धेरै खुसीको कुरा हो हजुरहरू। अब योलाई पुरानो गोरेटो यात्रा पहिला पहिला चाहिँ हाम्रो बाउबाजेको एकदम सबैभन्दा शक्ति देखाएर बनाएको रोड हो यो चाहिँ। अहिलेको डजर इन्जिन टेक्नोलोजीको समय आएपछि यो बाटो त खेलाउन जस्तै भएछ तर त्यही ताका योहरू अति पावरफुल अति आफ्नै सार्वजनिकले पनि सरकारबाट पनि प्राइभेटले पनि धेरै योगदान गरेर बनाएको हो च्यार्चा च्या।